बालीको दोस्रो दिनको तेस्रो ठाउँमा चाहिँ बालीको गर्मी नै जाने गरी झरनामा भिजेर आइयो। पुरै गाउँ जस्तो ठाउँ कट्दै राम्रो राम्रो दृश्य हेर्दै अनि ड्राइभरसँग गुगल ट्रान्सलेटमा कुरा गर्दै हामी जाँदै थियौँ टुकाड केपुङ वाटरफल। वाटरफल जाँदै गर्दा पिडालुको पातहरू, कालो हिलो माटो, केराका बोटहरू अनि बाटो छेउको कुलो ठ्याक्कै नेपालकै जस्तो। अनि विशेष गरी यो ठाउँमा चाहिँ नेपालकै जस्तो हावापानी पनि भएको जस्तो अनुभूति भयो। 10 मिनट जति तल झरेपछि हाम्रो नेपालमा खोला खोल्सामा हुने देवी देउराली जस्तै यहाँ पनि मन्दिर बनाइएको रहेछ। अलिक अगाडि पुगेपछि ओडार जस्तो ठाउँमा झरना आउँदै थियो। जुत्ता नभिजाउने च्यालेन्ज सक्सेसफुल पार्दै म झरना पुगेँ। तर त्यहाँ गएपछि नभिजी चाहिँ फर्किनै मन लागेन। धेरै पछि झरनामा भिज्दाखेरि यसो फर्केर सोचेँ म लास्ट टाइम कुन झरनामा नुहाएको रहेछु भनेर। 12 वर्ष अगाडि पूर्वी नेपालको भेडेटार नजिकको नमस्ते झरनामा नुहाएको रहेछु। 12 वर्ष अगाडिको याद ताजा बनाउँदै फर्किँदा केरा र कटर ट्राई गर्दै हामी अर्को गन्तव्यतिर लाग्यौँ।